चाहिँ यत्रो लाग्छ गाइज। सो व्हाट्स अप एभ्रिवान है, सर्ट भिडियोमा टक्क होइन के भन्छ अभी मजा आएगा ना भिडियो। सर्ट भिडियोमा अपलोड गरिरहेको छु होइन, घरिघरि भन्न पर्दैन होला गाइज होइन। थ्याङ्क यू सो मच है तपाईँहरूको मायाले नै है युट्युबमा म ब्याक भइसकेको छु। सबैले माया गरिदिनु होला है। मैले सर्ट भिडियोमा त हालिराखेको छु, अब त्यही हो हप्तामा महिनामा आउँछ भिडियो है, माया गरिदिनु होला। सर्ट भिडियो चाहिँ म ल्याइराख्ने छु तपाईँहरूलाई है। अब ट्याक्क यही भन्दै आजको हन्टिङ चाहिँ के हो भनेर थाहा पाइसक्नु भयो होला है। हन्टिङ ट्याक्क यहाँबाट यताबाट आइदेखिन यो हन्टिङ है खै के गरेको भनेर भन्नु भएको होला। माछा मार्न आएको थियौँ, आजको माछा हेर्नुहोस् हाम्रो मेहनत कति छ भनेर। माछा हेर्नु न, माछा आजको माछा मास्नु होला है च्याप्प आजको। अभी मजा आएगा ना भिडियो। 3 बजे आएको, 3 बजे आएबाट माछा चाहिँ यत्रो थापेछ कसम है, यत्रो। तर माछा चाहिँ यत्रो लाग्छ गाइज। आज माछा लाएन, यो खोलाको माछा सकियो जस्तो छ है। त केही छैन, माछा हो, माछा छोड्नु हुँदैन, एउटा त लाग्छ। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। हेर बेलुकासम्म कति लाग्छ। हाम्रो सुरेश सर, हाम्रो सुरेश सर माछा निकाल्दै ट्याक्क। हेरौँ पर्छ कि पर्दैन। परेन है गाइज, परेन। सर यस्तो है, यो अघि यहाँसम्म गण्डकी थियो, अलिक त्यहाँ पुग्यो भने कति गर्दैछ। यो हाम्रो गाउँघरतिरको लोकेसन खोलाको पोहोरहरू त्यहाँ छन्। फेरि अभी मजा आएगा ना भिडियो। त्यहाँ बस्यो जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ है। सबैले फेरि नै लाएर ल बेलुकासम्म आउँछ भिडियो।